मलाई बोल्न दे सरकार र जवाफ दे सरकार भनेर आज उहाँलाई जनताले यो देशको सबैभन्दा प्रोग्रेसिभ हुन सक्ने सरकारको शक्तिशाली प्रधानमन्त्री बनाएको छ। कहिले राष्ट्रपतिको अपमान गर्ने, संसदको अपमान गर्ने, जवाफ नदिने, यो कुराले संसद र जनताका आवाजहरूलाई, जनताका समस्याहरूलाई सही ढङ्गले लैजान सकिन्छ? काम गर्दै हुनुहुन्छ प्रधानमन्त्री भन्ने कुरा आएको छ। के काम गर्दै हुनुहुन्छ? के फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लाउँदै हो प्रधानमन्त्री यहाँ आउन नपाएर? आज नीति तथा कार्यक्रममा सहभागी होइदिनुस् प्रधानमन्त्रीज्यू। यहाँ त वी हैव द बेस्ट अफ the minds in this parliament from this entire country भनेका सायद उहाँका लोकतन्त्रलाई भन्दा पनि कतै बालन तन्त्र पो विकास गर्न खोज्नु भएको हो कि भन्ने एउटा आम प्रश्न र जिज्ञासा बनिरहेको छ। स्थिति यस्तो बनेको छ कि स्वयं सम्माननीय प्रधानमन्त्री ज्यूले नै यो गुरुकुल र यो विश्वविद्यालयलाई बन्द गर्न थाल्नु भएको छ। सायद प्रधानमन्त्रीज्यू यो सदन प्रति अनिच्छुक हुनुहुन्छ, यो पार्लियामेन्ट्री अभ्यास प्रति उत्तरदायी बन्न खोजिराख्नु भएको छ। किनभने पटक संसदलाई उपेक्षा गर्नुभएको छ, पटक पटक संसदको हुर्मत लिने, संसदको अपमान गर्ने काम भएको छ। यसप्रति हाम्रो गम्भीर चासो र चिन्ता हो। देशको कार्यकारी प्रमुखले सदन जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र होइन, संसदीय अभ्यास प्रतिको उदासीनता प्रति होइन र सम्माननीय सभामुख सबै सांसदहरूको तपाईँको चाहिँ प्रधानमन्त्रीले कुरा सुनेर सबै देश आज ती 275 जना सांसदको कुरा सुन्नु भनेको त्यो हामीले व्यक्तिगत कुरा सुनाउनु अथवा व्यक्तिगत यहाँ कुरा राख्नु आउने होइन। सभामुख महोदय, हामीले 3 करोड नेपालीको जनताको कुरा चाहिँ यो सदनमा उठाएका हुन्छौँ। सरकार संविधानप्रति के संसदप्रति उत्तरदायी हुनु पर्दछ, संसदप्रति पूर्ण रूपमा जवाफदेही हुनु पर्दछ। अझ दुःखको कुरा सत्ता पक्षका सम्माननीय सदस्यहरू त्यसलाई सामान्य बनाउने प्रयत्न गरिराख्नु भएको छ। नीति तथा कार्यक्रम सबैभन्दा महत्त्वपूर्ण दस्तावेज हो, यो देशको रोडम्याप हो। यसलाई 3 करोड नेपालीले हेरिरहेका थियो। यति महत्त्वपूर्ण विषयमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीज्यू स्वयंले दिनुपर्छ। कि अहिलेको सरकारले कुन चाहिँ शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ, अरू कुनै तन्त्र विकास गरिरहेको? हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषदका कुरा उठाउँछौँ, प्रधानमन्त्रीज्यू आफ्नो सामाजिक सञ्जालको पोस्टमा देश र जनतालाई जवाफ दिनुहुन्छ। आज कुन चाहिँ नियत सम्माननीय प्रधानमन्त्रीले राख्नु भएको छ भन्ने कुरा हो। दोस्रो अधिवेशन सुरु भयो, नीति तथा कार्यक्रम उहाँको कार्यक्रम हो। उहाँले अपनत्व नलिकन कार्यक्रमको बीचमा उठेर जानुभयो, उहाँका केही बाध्यता थियो। हामी सदन मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। म यहाँ सदन मार्फत सरकारले भन्न चाहन्छु, चाँडोभन्दा चाँडो यस क्षेत्रमा सरकारको ध्यान जाओस्। मान्छे खुवाएर बाँध अथवा मान्छे खुवाएर बाघ पाल्नु सकिँदैन चाहिँ म सरकारलाई भन्न चाहन्छु र सरकारको ध्यान राख्न गर्न चाहन्छु। अमुक महोदय, यसै गरी यहाँ चाहिँ हाम्रो पूर्व वक्तव्य हाम्रो मान्य